हेलो सो वेलकम टु ब्याक माई फेरि पनि न्यू ब्लगमा यहाँ सम्पूर्णमा स्वागत छ। र आज चाहिँ हामी ढ्याक्क लाएर होइन साथीहरू सबै मिलेर मरिन जाँदैछौँ। आजको हाम्रो चाहिँ मरिनको यात्रा छ है त। हामी ढ्याक्क लाएर होइन मौसम हेर्न जाँदैछौँ होइन। मौसम लागेको छ अरे त्यहाँ चाहिँ होइन। हिँडेको चल्दैको पाखा पोखी बोकेर समय हेरेर साथ दिनु होला है त गाइज। साथीहरू पनि भेट्यो ल है। चल्दैको है ल है। आमा कति क्युटी कसको छोरी यति क्युटी ल है। अब हामी चाहिँ ढ्याक्क लाएर मरिन पुगिन्छ है। हेरेर साथ दिनु होला हेरेर। यसो हामी चाहिँ जङ्गलको बाटो हिँड्दैछ ढ्याक्क लाएर है। ल हेलो भन्दै हेलो ल है। हेलो हेलो ल नमस्ते एउटा फर्स्ट टाइम जाँदैछ होइन। सो अनि यहाँ वाइनाट कोकोनट डिस एक्साइटेड हो। उहाँ को हुनुहुन्छ उहाँलाई चिनेन उहाँले। अनि यस्तो क्युटी कसो छोरी अनि घरमालाई नयाँ सपना निस्किसकेको छ होइन ढ्याक्क लाएर होइन। सो त्यही हो मरिन पुलमा है। यो के पुल भन्छ सखौरी पुल। सखौरी पुलमा निस्किसकेको छ। आजको ब्लगमा यहाँ सबैलाई स्वागत छ है। यसरी नै सधैँभरि अन्तिमसम्म हेरेर साथ दिनु होला। र हजुरहरूलाई म अब मौसममा पुगेको पनि देखाउने छु। अन्तिमसम्म हेरेर साथ दिनु है त। सो त्यही हो। हेलो क्युटी भएर आएको छ है। क्युटी एकदम क्युटी चल्दैको है। अब चाहिँ हामी सबै मिलेर होइन ढ्याक्क लाएर अन्तिमसम्म हेरेर साथ दिनु होला होइन। मौसममा पुग्दा पनि देखाउँछ है हजुरहरूले हेरेर साथ दिनु होला सो अब हामी चाहिँ होइन ढ्याक्क लाएर मरिन पुगिसकेको छ। र अब मरिन छिर्न लागिराखेको छ। सो टिकट काट्ने ठाउँ यतातिर रहेछ होइन कतापट्टि हो है। अब टिकट पनि काट्दैछ ढ्याक्क लाएर अब भित्र छिरिन्छ एकदमसँगले होइन। यही हो। अब हामी गेट प्रवेश गर्न खोज्दैछ होइन। मरिनको यो चाहिँ गेट प्रवेश गर्ने ठाउँ हो होइन। के हुँदो रहेछ हेर। सो आइपुगिसकेको छ मरिन होइन फाइनली धेरै धन्यवाद आशिका सोनामजुको लागि यो मिठो निकै नै आँखामै बस्ने आफ्नो प्रस्तुतिको लागि यस्तै प्रतिभा तपाईँहरूसँग धेरै मौसममा रमाइलो गर्दैछ ढ्याक्क लाएर होइन। फर्स्ट टाइम मरिन गएको होइन। त्यही पनि मौसम पनि हुँदै रहेछ बाबालाई रमाइलो भएको छ होइन। मेरो ब्लगलाई फेरि पनि सबैले माया देखाइदिनु है त। कुन सुत्ता कोही सोचरमा आइस कान्छी
हामी चाहिँ मौसम हेरेर निस्किसकेको छ एकदम रमाइलो पनि भयो ल यता है ल है हाल्नु ल है मौसम हेरेर फर्केको होइन अमिले नयाँ बस्ती अनि ल हेलो म्याडम हाई हाई भनिदिनुहोस् छैन भन्दै लडेको चाहिँ भुइँमा छैन आज त प्रीति आलेलाई देखिदिएर भने भन्दा पनि आज युवल म्याडमसँग भेटेको भन्नु चाहन्छु सरी ल दाजु त्यो दाजु बुलेट चलाउने दाजुलाई चाहिँ सरी अघि अघि लाइन गर्न चाहन्छु सरी भन्न चाहन्छु एउटा भाइलाई मैले उ भनेर बोलाएँ मैले युवाल भनेर युवा भनेर हेलो गरेर बोलायो है ल है अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब चाहिँ हामी ढ्याक्क लाएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गुड नाइट बाई